सो हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ हाम्रो धोरपाटनको डे 2 है। राति चाहिँ बुरी तरहले दुःख पाएर आइयो। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यस्तो छ यहाँको हालत, रुमको हालत चाहिँ पुरा बरफ परिसकेको छ है। केटाहरूले पुरा त्यहाँ बार्गेनिङ गर्दैछन् घोडाको। घोडा बार्गेनिङ हो। तपाईँ देख्न सक्नुहुन्छ यहाँ कति रे घोडालाई? 200 रुपियाँ 10 मिनटको। 10 मिनटको 200। डाँडा त दिनभरि हो त। अनि डाँडा त रातभरि हो। दाइ अलि मिलाउनु न घोडालाई। सो गाइज अहिले चाहिँ हामी नास्ता सास्ता खाएर अब धोरपाटन घुम्न जाँदैछौँ। यहाँ हाम्रो ह्यान्डसमहरू हो, नक्कली हो यो, नक्कल नम्बर 1 हो यो। केटा अलि घोडै किन्न लाग्यो। घोडै किन्छन् जस्तो छ त। अनि त्यो हिजोको यात्रा चाहिँ बवालै भयो कि। बाटोमा गाडी बाइक बिग्रिने, कहिले के बिग्रिने, कहिले के बिग्रिने। यति गाह्रो भयो कि पुरै नपाएको दुःख पाइयो। यहाँको भ्यू देख्न सक्नुहुन्छ तपाईँ। हामी बसेको होटल चाहिँ यही हो। के भन्छ, के रे यसको नाम? तेन्जिङ टिबेटन होटल रे। यहाँबाट अगाडि गयो नि स्कुल छ अरे है। यता चाहिँ के हो यो फाँट, अलि यतातिर परेको अरे। यहाँ चाहिँ पुरा हिउँ परेको रहेछ है। हाम्रो यहाँ ज्वाइँ साहब के अरे, सरी करेक्सन, जेठान साहब पुरा बरफ खेल्दै हुनुहुन्छ। बट म चाहिँ खेल्दिनँ है। म त लद्दाखतिर खेलेर मिचिसकेको यो बरफमा। यतातिरको यो बाटो हाम्रो मामाले पुरा यहाँ यो दिदी हुनुहुन्छ चट्ट लाएर। चाहिँ हामी यसो यहाँको माहौल बुझ्छौँ, घुम्छौँ होइन, के कस्तो छ। अर्को भ्लगर मिस्टर तरामु। धुम्रपान गर्नुहुन्न, स्वास्थ्यको लागि हानिकारक छ। के कसो सबैले भनिदिनुहोस् त। मलाई देखेर होला घोडाहरू पनि पछि आएको कि। किन म घोडा जस्तो भएको छु नि त। कोल्ड सिटी धोरपाटन। बाबा रे बाबा, भ्यू चाहिँ बवाल छ यार। लक्कर डुल्यो। यो ठाउँ चाहिँ यार बहुत राम्रो छ। र हल्का कश्मीरतिरको फिलिङ आउने रहेछ क्या यतातिर चाहिँ, जम्मू कश्मीरतिरको फिलिङ। अरुणाञ्चल पनि यस्तै छ होला नि नम्बरी। यहाँनिर चाहिँ आर्मी क्याम्प रहेछ है। हामी चाहिँ यो आर्मी क्याम्पदेखि यता साइडमा बसेको। अनि यो यतातिरको चाहिँ धोरपाटनको भ्यू जोस् बब्बाल, जोस् राम्रै लाग्यो मलाई। राम्रो छ। यहाँ साथीहरूले पुरा डिस्कस गर्दैछन्। यो ल्यान्ड चाहिँ पुरा उस होला है, के अरे एयरपोर्ट होला अरे, सरकारी। बरफ परेर अलि रमाइलो फिल। ल गाइज, अब चाहिँ म घोडा चढ्छु जस्तो छ। अब त्यहाँ चढ्न मानेर नि सबै डरायो होइन। अब म चढ्छु अब।
किन डराएको चढ्न घोडा? तपाईँ चढ्नुहुन्न? काले खस्यो भने नभन्नु फेरि बातमा। मेडिकल छ त त्यही नम्बरी नभन्नु फेरि यस्तो उस्तो भयो भनेर। ठिक छ बाबा। ओए मा जङ्गिज खान जस्तो देखियो त अहिले त। पुरा लडाइँ लड्नै हिँड्यौ क्या तिमी यार। पहिला त यो लडाइँको लागि युज हुन्थ्यो नि त घोडाहरू, थाहा छ कि नै? चट्ट लाएर ल दौडाउ त हेरौँ। उइली हान त घोडाको। फोटो खिच्ने हेर्नु नम्बरी। अहिले त साइडमा जानु त तपाईँ, साइडमा जानु त। खिच त हिँड्छ, हल्का खिच त हिँड्छ। नम्बरी नभन्नु म खसेँ भनेर। डरायो हिँड नि, यही हो हिँडेको तिमी। अरू पर एक चक्कर हानेर आउँछ। डट बाइक हो त यो त। अनि तिम्रो यस्तो सानो खालको घोडा हो यो त। अझै फोटो चाहिँ खिच्दै नै मैले भिडियो गरिरहेको छु। कन्टेन्ट बनाउनु पऱ्यो नि त मैले। यस्ता डराएर यार। मैले सानो आफै चलाएर हिँड्थेँ। बाबा ल हिँडौँ न हिँडौँ, मजा आएन कि? अरे भुत्ला समाउनु क्या, च्याप्पै भुत्ला समाएपछि खस्दा नि खस्दैन होइन र? ओ साथी हो, कहाँ हो? लडाइँ लड्न दार्जिलिङको रेल हो। यही गर्न आएको होइन घोडा चढ्न। ए बा कालै खसौला है। ल साथीहरू चाहिँ घोडामा गयो, हामी चाहिँ आफ्नै घोडामा चढ्दैछौँ होइन। हाम्रो घोडा नि बैलो छ के? भन न एक दुई कुरा जाओस्, भिडियोमा बोलिदिनु पर्यो। ल बोलिदिनु पर्यो। नमस्कार नमस्ते ढोकिदिएँ हो क्या पुरा। बोल्दैन बोल्ने यस्ता। धेरै होइन साथी हो, 2 करोडको होइन। चट्ट लाएर अहिले चाहिँ हामी यहाँ धुरपाटनमा म पुरा उस के भन्छ अरे, हर्स रेसिङ के भन्छ अरे? म अब हर्स राइडिङमा जाँदैछु वर्ल्ड कपमा। खोइ घोडा त हिँड्दैन त स्ट्याचु जस्तो। म आफै हिँड्छु। दादा रे दादा, धेरै होइन। कति हो? थाइल्यान्डबाट लिएर आएको घोडा हो। बाबा रे बाबा। हुन्छ नदौड राजा, मेरो घोडा। स्टप स्टप। यस हो त्यसरी। ल्याउ छिराइन अब मान्छेहरू झन् यस्तो डाँडा काँडामा हिँड्छन् झन्। मिस्टर सुनिल कस्तो लागिरहेछ फेरि? अरे यार बवाल लागिरहेको छु मलाई यस्तो खिल लागिरहेको छ कि म अहिले यहाँ पृथ्वीमा छैन। अब अलि दौडाउने हो कि? अघि मैले दौडाउने त होइन, अघि मैले कस्तो दौडाइरहेको थिएँ। मेरो सम्पत्ति फुट्छ न फेरि। सम्पत्ति फुट्यो भने क्या होला फेरि? सर्वनाश हुन्छ। हात घोडा हट आइज मुला। फोटो नि हान्दिउला अहिले। अहिले हानिदिन्छु। यस मजा लाग्यो यार। म यसलाई लिएर जान्छु बुटोल। बुटोल लिएर जान्छु। तर मजा आउँदो रहेछ है।
अर्का म दिनदिनै नुवाकोटको डाँडामा चढ्छु नि फेरि नुवाकोटको डाँडामा एक्लै होइन दिनदिनै मर्निङ वाक बुढीलाई लिएर जाऊ फेरि होइन मर्निङ वाक हो होइन घोडामा होइन हामी त खतरा हो के मर्निङ वाक हानिदिन्छौँ हामीले पुरै घोडामा इलाकपट्टि यसको उस रहेछ क्या गर्लफ्रेन्ड यस्तो रहेछ साथी हो सिक्दै गर्नु मेरो भिडियो हेरेर फोटो खिच्छ त नम्बरी दौडाउन एकचोटि अघि मैले कस्तो दौडाएको थिएँ दौडा केही हुने रोकिन्छ यो कसरी हो नि त दौड्ने के यसलाई कसरी कमान्ड कन्ट्रोल गर्नुपर्छ अब हेर्नुहोस् देखा यो रुक्यो अब जस्तै लेफ्ट राइट हिँड्नु पऱ्यो भने यस्तो टक्क अब हिँड भन्नु होला देख्नुभयो गाइस यतिको सिकेको हुनुपर्छ लाइफमा केही एक दुईवटा कुराहरू के थाहा हामीलाई अब लाउरी मान्छे होइन कहिले काहीँ घोडा चढाउने अवस्था नै आउन सक्छ त्यही भएर यो बहुत राम्रो चिज छ यदि तपाईँहरू घोडा चढ्न चाहनुहुन्छ भने कस्तो झिलिमिली गराएको यार राम्रो देखिन्छ भनेर रातिमा देखिन्छ नि टाढाबाट हेर्दा डे 3 आज चाहिँ हामी अहिले रानी मलको छेउमा छौँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ म अहिले सुतिरहेको छु यता चाहिँ मेरो नम्बरी काले छन् है माल तातिसकेको छ है अब उठ्नुपर्छ बिहानको कति बज्यो 8 त्यहाँ रानी सुत्ने ठाउँ यता चाहिँ राजा सुत्ने ठाउँ है गाइस जाने तयारीमा छौँ तपाईँ देख्न सक्नुहुन्छ साथीले पुरा यहाँ प्याक गर्दैछन्